मन अधिनायक जय भारत भाग्य विधाता भने महान हमारा हिन्दुस्तान भन्ने गीतहरू भने, तर भारत त्यो चाहिँ विभाजनभन्दा अगाडि उहिले 19औं शताब्दीतिर बन्यो। जनगण मन अधिनायक जय भारत भाग्य विधाता भन्ने बन्यो नि, हो त्यो हिन्दुस्तान बनेको थिएन त्यस बेला। हिन्दू त्यस्तै गरी नामाकरण कतैबाट भयो। मलाई त्यसमा कुनै स्थानको रूपमा हिन्दुस्तान हो, उता पाकिस्तान बन्यो यता हिन्दुस्तान बन्यो यसरी। अब मलाई यो कुनै विवादमा फेरि पर्नु छैन। फेरि के भने हाम्रो बारेमा टिप्पणी गर्यो भनेर कसैले भन्ला, मलाई त्यसमा कुनै रुचि पनि छैन, मलाई त्यसमा पर्नु पनि परेको छैन। तर हामीले हाम्रो संविधानले भनेको सनातन, हाम्रो